साथीहरु गुड मर्निङ नमस्ते सन्चै आरामै हुनुहुन्छ वेलकम छ हजुरलाई मेरो यो सानो ब्लगमा र के गर्दै हुनुहुन्छ हजुरहरु म बिहान उठेर नुहाइधुवाइ गरेर हैन म त पूजा गर्न थालेको आउनु साथीहरु हजुरहरु पनि खाना खान्छु आजको मेरो खानामा चाहिँ साग छ हिजो पकाएको फर्सी आलुको सब्जी माछा सलाद अनि मोही साथीहरु म खाना खाइसक्छु है त खाना खाइसकेर अनि म हजुरसँग भेट हुन्छु र आज कतै घुम्न गयो भने चाहिँ म हजुरलाई देखाउने छु अहिले भेट हुन्छु है त यता हेर्नु हेर्नु हाम्रो चाहिँ काम धाम छैन रातिको 9 बजे घुम्न निस्केको छौं पार्क एक्सरसाइज राको म त यस्तै हाल्दिन्छु है हजुर के हो जे भनेको छम त्यहीमा बुझ्दैन है दिदी गाइस यो चाहिँ पार्वतीको ब्लग हो हैन हामी चाहिँ घुम्न आको हामी सबैले साथ सपोर्ट हो दिदी बहिनी मेरो साथीलाई भर्खर नयाँ बनाउँदैछिन् उनले सब्स्क्राइब एन्ड लाइक सुन्नु भयो नि साथीहरु मेरो साथीहरुले मेरो दिदीहरुले भनेको हजुरले सुनिराख्नु है प्लिज 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 तपाईहरुको माया साथ सपोर्टले अगाडि बढाइदिनुहोस् हाम्रो तालतलाइ पनि यस्तै छ हाम्रोमा के तालतलाइमा मैले देखेको यसमा सबै छ यस्तो छ बिलाजुको के भन्छ त्यसलाई ताल बिलाजुको ताल बिलाजुको ताल बिलाजु ताल तालमा आउनु है सबैजना नै साथीहरु हामी चाहिँ बिलाजुको तालमा आएको छौं हैन दिदी यहाँ ताल कस्तो फ्रेश माछाहरु पनि छ तर खाने माछा चाहिँ हैन है साथीहरु माछा चाहिँ ओरिजिनल हो तर खाए के पनि यहाँको माछा खादैन कसैले पनि हाँस्छ खिच्यो नि हाँस्छ रुम चाहिँ कति मिनेट लाग्यो एरिना किन पछि बसेको नि हौ बहिनी छिटो छिटो हिँड्नु पर्छ नि हौ
हाम्रो दुईटा नक्कलीहरू चाहिँ अगाडि अगाडि हामी दुईटा बहिनी चाहिँ यतै पैसा गन्दै गर्नुभएको छ हेर्नु कति नमाथि होइन हौ के खान बसेको अरे यहाँ हामी चाहिँ आइसक्रिम खान आएको हामी गर्मी भएर पानी खायौँ अब आइसक्रिम एलिना के खान बसेको अरे आइसक्रिम खानु बसेको हामी चारजना घरबाट हिँड्दै हिँड्दै आएको अब गर्मी भएर पानी पनि लियौँ त्यसपछि अब आइसक्रिम खान आँटेको छौँ हामीले आइसक्रिम पनि तपाईँ हामीहरूको आइसक्रिम साथीहरू हामी रातिको कतारमा 8:30 बज्यो होला हामी अहिले आइसक्रिम खाँदैछौँ औता चाहिँ म आइसक्रिम साथीहरू हामी चाहिँ घुमेर सकियो होइन अब चाहिँ रुमतिर जान लागेको थाकेर मान्छेहरू चाहिँ 11 बज्न आँट्यो हामी हिँडेको 7-8 बजेदेखि हिँडेको हो अब 11 बज्न आँट्यो अब हामी यहीँ बिदा माग्छौँ तपाईहरुले राम्रोसँग साथ सपोर्ट गरिदिनु होला ल साथीहरू आजको मेरो साथी आउने नि छिन् ल साथीहरू आजको चाहिँ ब्लग यहीँ चाहिँ एन्ड गर्छु मेरो साथीहरूले भनेको कुरा सुन्नु भएको छ हैन बाई गुड नाइट